यो म चाहिँ यसरी रेडी हुन्छु। फर्स्टमा चाहिँ यो भिटामिन सी को सिरम लाउँछु। त्यसपछि चाहिँ यो भिटामिन सी लगाइसकेपछि अब चाहिँ मोइस्चराइजर लाउँछु। मोइस्चराइजर लगाएर मजाले लगाउने फेसमा पुरै कभर हुने गरेर। त्यसपछि 5 मिनट राखेर अनि यो चाहिँ सनस्क्रिम लाउने। बिहे गरेको मान्छेले सिन्दुर लाउनै पर्यो। सिन्दुर लाउँछु अनि यो कोट लाउँछु। अलि रेडी भयो। अब म चाहिँ यो रोजको चाहिँ अत्तर लाउँछु। त्यसपछि चाहिँ यो घडी लाउँछु। मेरो जुत्ता मकनपुरमा रहेको गुम्बा डाँडा भन्छ यो ठाउँमा हामी चाहिँ हिँड्ने है। घुम्नलाई चाहिँ नयाँ नयाँ ठाउँ घुम्न पर्छ भन्ने हो। यो चाहिँ पुराना मूर्तिहरू यो चाहिँ जीवनचक्र रहेछ। पुराना मूर्तिहरू पुराना मान्छेको मूर्तिहरू बनाइएको छ। अनि नयाँ ठाउँमा घुम्नुपर्छ भन्ने मेरो धारणा हो। हेर्नुहोस् कस्तो राम्रो बनाइएको छ ढुङ्गाहरू। यो चाहिँ ढुङ्गाबाट कोरिएका चित्रहरू। बनाउने मान्छेलाई चाहिँ मान्नै पर्छ क्या। अरूभन्दा पनि धेरै राम्रो बनाएको छ। यहाँ हेर्न सक्नुहुनेछ यो चाहिँ हात्ती, तल चाहिँ कछुवा। फेरि माथि चाहिँ हात्ती बनाइएको छ भने तल चाहिँ कछुवा तल्टिएको छ। अनि यो चाहिँ हेर्नुहोस् न कति राम्रो बनाइएको छ। जस्तो छ त्यस्तै चित्र बनाइएको छ। तपाईँहरूले नाम पनि हेर्न सक्नुहुन्छ। कसले बनाएको भन्ने पनि हेर्न सक्नुहुनेछ। सबै राखिदिएको छ। र यो चाहिँ गणेशको चित्र हो। गणेश भगवानको मूर्ति। कति राम्रो कला क्या। अरूभन्दा पनि कति राम्रो कला क्या। यो बनाउने मान्छेलाई 21 तोपको सलाम ठोक्न पर्छ मैले भेटाएँ भने। हेर्नु न जस्तो कति राम्रो छ क्या। आपतकालीन संरक्षण कला। आमाको चित्र चाहिँ मेरो प्यारो आमा। म त यहाँ गएर धेरै सम्झेँ आमालाई चाहिँ। आमाको चाहिँ चित्र यो चाहिँ विश्वकै आमाको चित्र रहेछ। विश्वकै एक आमाको चित्र। यो कोर्ने कला चाहिँ मान्न पर्छ अरूभन्दा पनि। विश्वकै पहिलो आमा रहेछ। बनाउने मान्छेको पनि छ। यहाँ हेर्न सक्नुहुनेछ भटमासको कोसा। यस्तो हुँदो रहेछ भटमासको कोसा। देख्न सक्नुहुनेछ। यहाँ चाहिँ शक्ति छेडीकरण बोल्न पनि आउँदैन। यहाँ छ अर्को छाया आकार। अनि यहाँ छ यो चाहिँ नयाँ फेरि कति राम्रो छ। जस्ताको त्यस्तै बनाउने मान्छे लगायत यो ठाउँमा यस्तो राम्रो कला राखिदिनु भएकोमा धेरै धन्यवाद। तपाईँहरूले अवश्य जानु होला एकचोटि चाहिँ। के राम्रो कला छ भने आनन्दित पार्ने। यो चाहिँ नयन हेर्न सक्नुहुनेछ। कति राम्रोसँग बनाएको छ क्या। यहाँ हेर्न सक्नुहुनेछ शान्तिको प्रतीक। यो चाहिँ शान्तिको प्रतीक ढुङ्गामा कोरिएको। अनि यो चाहिँ हाम्रो सूर्यास्त तपाईँहरूले घुम्न पर्ने ठाउँ, घुम्न पर्ने स्थान। यो चाहिँ आमाको मैले रिपिट गरेँ। आमाको तस्बिर तिम्रो परिवीन शक्तिहरूले यो
चाहिँ हँसिया थियो, कसको हो मैले सघाएको छ, त्यहीँ राखिदिएको छ साइडमा, लगेर जानु होला। यो चाहिँ औद्योगिक वातावरण रे। हँसिया पनि छोडेर जानुभएछ। हँसिया पनि यो राखेको हो कि, तर मैले त्यहीँ राखिदिएको छ फेरि पनि। यो चाहिँ हाम्रो साँडे यहाँ बस्ने ठाउँ पनि बनाइदिएको छ। गर्दा मतलब बसेर चाहिँ पनि रमाइलो गरेर आएको साँडे आकार। जस्ताको त्यस्तै बनाएको छ। यो यो मूर्तिहरू बनाउनेलाई चाहिँ मान्नै पर्छ। यो चाहिँ सिंहासन। अब अरू सिंहासनमा बस्नु नपाए पनि यहाँ गएर बस्नु होला। सिंहासन यहाँ पस्यो भने चाहिँ खोइ के पो हुन्छ भन्थे, के हुन्छ तपाईँहरूले कमेन्टमा भन्नु होला। म चाहिँ मस्तले घुमेर आयो। तपाईँहरू पनि जान सक्नुहुनेछ, घुम्न सक्नुहुनेछ। फन्ती घुमेर आउनु होला।